मेरो अकाउन्ट रोक्का गरेको कति टाइम पछाडि बल्ल मेरो घरमा चिठी पुगेको थियो कि होइन। अनि कम्प्लिटली फाइनेन्सियली म नेपालबाट कम्प्लिटली आउट भएँ। मेरो अब नेपालबाट चल्न सक्ने केही पनि भएन। त्यो बच्चाहरू मेरो पसलमा काम गर्ने 5-7 जना बच्चाहरू उनीहरू ममा नै डिपेन्ड छन्, उनीहरूलाई स्यालेरी दिनु पर्यो, अनि त्यसपछि पसल चलाउनु पर्यो। अब के गर्नु त? अनि केही बात नभएपछि मैले मेरो दिदीको अकाउन्टमा पैसा मगाएँ। अब तिमीहरू पुलिसहरूले पनि दिदीलाई पनि तान्छस् भने पनि तान। मसँग कुनै बाटो थिएन, कुनै उपाय नै थिएन। पसलको भाडा दिनु पर्यो, त्यो बच्चाहरूको स्यालेरी हेर्नु पर्यो। एउटा बच्चाले मुटुको औषधि खान्छ होइन। सबैजनाको ती बच्चाहरू चाहिँ त्यहीबाट मैले स्यालेरी दिएर उनीहरूले चाहिँ पढाइ गर्ने बच्चाहरू छन् कि होइन। अनि उनीहरूले सबै रोका गरिदियो, मेरो दिदीको अकाउन्ट पनि रोका गरिदियो। अनि यति टर्चर गरिरहेको छ, मलाई एकदम गाह्रो भइरहेछ कि म यस्तै रोएर मिडियामा आउने मान्छे पनि होइन। मलाई सहरमा यति गाह्रो बनाएको छ मात्र पैसाको पावरले। यदि पैसाको पावर हुन भने लिएर जा अदालतमा, अदालतबाट प्रमाणित गर्न म दोषी हो भने म सजाय पाउन तयार छु। तर यसरी केसलाई पेन्डिङमा राखेर मान्छेलाई सताउनु कहाँको अपराध हो? एउटा छोरी प्रहरीले एउटा छोरी मान्छे काम गर्ने मान्छे यो सम्मको ज्यादती गर्न तँलाई लाज लागे? तेरो पनि त बच्चा छ। एउटा बच्चाको आमाले अर्को बच्चाको आमा मान्छेमाथि पैसाको लागि यतिसम्म गिर्यो। प्लिज मलाई हेल्प गरिदिनुहोस्। यो प्रहरीले म माथि गरेको ज्यादतीको लागि बोलिदिनुहोस्। हेडक्वार्टरबाट पनि हेरिदिनुहोस्, राजस्वबाट पनि हेरिदिनुहोस्, अनि अख्तियारबाट पनि हेरिदिनुहोस्। म कोहीनिरबाट गल्ती छु भने म त्यो सजाय भोग्न तयार छु। मेरो केस अदालतसम्म पुर्याइदिनुहोस्। अदालतले मलाई दोषी ठहर गर्छ भने म जुनसुकै सजाय पनि भोग्न तयार छु। तर केस त अदालतमा